हजुर हजुरको घर कुन ठाउँमा पर्यो भने ए यहीँ हो तपाईँ को हुनुहुन्छ किन फोन गर्नुभएको मलाई किन घर खोज्नु भयो आउने हो र मेरो घरमा ए होइन सोधेको हो म त अहिले विदेशमा छु हजुर त्यही भएर सोधेको कुन ठाउँ पर्यो नेपालमा घर भने ए तपाईँको घर चाहिँ कहाँ हो नि मेरो बुटोल ए मेरो पनि बुटोलतिरै हो बुटोल कुन ठाउँ फुलबारीको नजिकै फुलबारी मेरो त बिस्क्याम हो बुटोल बिस्क्याम ए हो र हजुर के काम थियो मलाई फोन गर्नुपर्ने यसो चिना पर्ची गर भनेर हजुर चिनापर्सी के गरेर के अरे लभ गर्न मन लाग्यो मसँग लभ गर्ने अँ कस्तो हो ल एलओभी लभ कस्तो हुन्छ र लभ पनि माया कि माया लाउनलाई हो कि चिना परिचय गर्ने चिना परिचय गर्ने हजुर अब तिहारमा टिको लाउनलाई त पक्कै पनि होइन होला चिना परिचय गर्ने होइन हजुर हजुर यसो कहाँको हुनुहुन्छ नजिकको हुनुहुन्छ टाढा हुन्छ भनेर हुन्छ नजिकको भए रहेछु नि त म तपाईँको पनि बुटोल म पनि बुटोल ल अब के हार्नुहुन्छ भन्नुहोस् दसैँ मान्न आउनु पर्यो भने ए दसैँमा टिको लाएर अनि दक्षिणा दिने हो मलाई हजुर कति दिनुहुन्छ गिफ्ट दिउँला नि त हजुर गिफ्ट आउने बेला कति दिनुहुन्छ दक्षिणा मलाई टिको लाएर अब पार्सल लिएर आउने हो अब पार्सलमा कति हुन्छ अब त्यही हो ए अब मेरो भिडियो हेर्नुहुन्छ होइन तपाईँले हेरेछु हजुर अघि हजुर के भिडियो हेरेर फलो गरेको फलो गर्नुहोस् भिडियोमा कमेन्ट गर्नुहोस् मोटो मोटो कमेन्ट गर्नुहोस् अनि फोन नगर्नुहोस् है प्लिज हजुर फोन चाहिँ नगर्नुहोस् ल हुन्छ हजुर फोन गर्ने भए 2090 सालमा गर्नु होला 2090 कहिले आउँछ हजुर बल्ल त अहिले 83 चल्यो 90 त धेरै भयो त हो त्यति बेला वेट गर्नुहोस् न आइहाल्छ नि पर्सियाको फल त लामो भयो पर्दिजियाको फल मिठो हुन्छ भन्ने थाहा छैन मिठो हुन्छ हजुर मिठो म त यस्तो हेर्नुहोस् गाडी चलाउँदैछु हजुर बाटोमा हिँड्दै ल ल राम्रै भयो काम गर्नुहोस् घरमा बुढा बा आमालाई हेर्नुहोस् स्वास्नीलाई फोन गर्नुहोस् मलाई फोन नगर्नुहोस् मलाई फोन गरेर तपाईँले पाउने केही पनि होइन फेरि मलाई फोन गरेपछि फेरि पैसा लाग्छ हेर्नुहोस् कि पैसा तिरेर फोन गर्नुहोस् होइन भनेपछि 90 सालमा फोन गर्नुहोस् ए पैसा तिर्नुपर्छ कति हो तिर्ने 3-4 हजार तिर्ने अनि 2-3 घन्टा 1 घन्टा जति फोन गर्ने ए हो र म त बाटो हिँड्छु है पैसा तिर्न ए बाटो गाडी चलाउँदै ठिक छ काममा ध्यान दिनुहोस् गाडी चलाउने बेला केटी मान्छेलाई फोन गरेर फेरि एक्सिडेन्ट भएर मर्नु होला अनि घरमा फेरि बाकस आउला त्यस्तो काम नगर्नुहोस् गाडी चलाउने बेला गाडीमै ध्यान दिनुहोस् भयो भने त भयो के 10 आके बाजा बजाएर आउँछ र सर्लकै आउँछ के अरे अलिकति एउटा सानो मिस्टेक भयो भने त सक्यो अनि जिन्दगी अहिले झन् भिडियो अन गर्नु भएको छ झन् यता हेर्दाखेरि उता गाडीले ठक्कर खाएर सिल्टीमुर खाला है केटो मर्ला फेरि गाडीमा मलाई त डर लाग्यो ल फोन राख्छु म त 18 वर्ष भइसक्यो हो यहाँ चलाएको कहाँ अहिलेसम्म केही भएन त्यस्तो नभन्नु न ल अब पैसा तिरेर कुरा गर्ने भएपछि यस्तो गाडी चलाउने बेला कुरा नगर्नुहोस् तपाईँले बुढीलाई विधवा बनाउनला भन्ने ठुलो डर पर्यो मलाई त्यस्तो नभन्नुहोस् कहिलेको बोली कहिलेको गाडी त्यही भएर त फोन नगर्नुहोस् भनेको हुन्न त तपाईँलाई त्यस्तो त नहोस् भगवान् अब तपाईँका स्वास्नी छोराछोरी मम्मीहरू सब कुरेर बसेका छन् त्यस्तो त नहोस् तर फोन गाडी चलाउने बेला फोन नगर्नुहोस् के प्लिज है मेरो रिक्वेस्ट मानिदिनुहोस् त यो गाडी चलाउने बेला फोन काम यस्तो भिडियो कल नगर्नुहोस् यता हेर्दाखेरि उता फिस्लियो भने त सिद्धियो फेरि
ड्राइभरको चारैतिर आँखा हुन्छ भन्ने थाहा छैन र अघि पछि सबै दायाँ बायाँ सबै मैले त हजुरलाई हेरेँ होइन उता बाटोतिर हेरेको ल ल उतै बाटोतिर हेर्नुहोस् मैले फोन राखेँ ल भयो अब 90 सालतिर कुरा गर्नु होला है ल राखेँ गुड नाइट हुन्छ ल 90 साल अब यता अब गाडी चलाइरहेछ अब यतातिर भिडियो कल गरेछ अब फिस्लिको पाऱ्यो भने त सिद्धि नि है अर्काको ज्यानमाथि एकछिन बोलेर हुन त केही हुन्न तर पनि केटा मान्छे हुन् केटी मान्छे भनेपछि हुरुको हुन्छन् सचेत गराउनुपर्छ आफैले हेर्नुहोस् गाइस तिनीहरूका जोही छोराछोरीलाई राँडी खुटी त पार्नु भएन इन्सानियत भन्ने पनि हुनु पर्यो आफ्नो जिगरमा होइन त्यही भएर मैले त्यस्तो भनेको डोन्ट माइन्ड ओके एभ्री वान लभ यु अल मैले चाहिँ एउटा कुरा सोध्न चाहन्छु तपाईँहरूलाई मैले इन्टरटेनमेन्ट गर्नको लागि मान्छेहरूले फोन गर्छन् अनि त्यो फोनलाई उहाँहरूको फोटो नदेखाइकन रेकर्ड गरेर देखाउँछु कस्तो लाग्छ मेरो कन्भर्सेसन कमेन्ट गर्नु होला वास्तवमा म त्यस्तो नराम्रो खालको केटी होइन र पनि अब मेरो 2-4वटा भिडियो भाइरल भएको कारणले सबैजनाले मलाई फोन गर्नुहुन्छ उहाँहरूको माया देखेर मलाई म पनि जो हर्षित नै छु खुसी छु तर खुसी हुँदै पनि कता दुखी पनि छु कि धेरै फोन आएर दुखी पनि छु किनभने उठाउने टाइम पाउँदिनँ मैले अब सबैजनालाई मसँग कुरा गर्न मजा लाग्छ होइन अब मिठो कुरा गरिहाल्छु अब फ्र्याङ्क छु अनि सो गाइज कहिले कतै हजुरहरूको चित्त दुखायो होला डोन्ट माइन्ड ओके यो एउटा कुरा फेरि अर्को कुरा पनि भन्न चाहेँ फेसबुकमा पोस्ट गरेको भिडियोले मलाई रियल लाइफको जीवनमा चाहिँ आकलन नगर्नु होला किनभने म हजुरहरूको इन्टरटेनमेन्टको लागि अलिकति फनी भिडियो मान्छेहरूसँग कुरा गरेर मेरो भिडियोहरू अरू मान्छेहरूको भन्दा अलिकति एक्स्ट्रा पनि छ जस्तो लाग्छ किनकि म मान्छेहरूसँग कुरा गरेको जस्ताको तस्तै एडिट नगरिकन सर्लक्क भिडियो पोस्ट गर्ने भए हुनाले फेरि अर्को आइसक्यो यस्तो काटिदिनुपर्छ नत्र भने मलाई दिनमा 24 घन्टाले पुग्दैन मलाई 52 घन्टा चाहिन्छ त्यही भएर नराम्रो कमेन्टहरू गर्नुहुन्छ अब फेक आइडीबाट हो त्यो मलाई थाहा छ र मेरो भिडियोबाट अर्निङ पनि राम्रै भइराखेको छ होइन त्यो अलिकति डाहा रिस जेलसले पनि होला ठिकै छ डाहा गर्ने हुन् कठै भन्ने नहुन् मेरो लाइफमा भन्न चाहन्छु म ओभरअल लभ यु अल